हो झरना गाइज बाटो चाहिँ भने जस्तो सजिलो चाहिँ छैन है भाइ यो देखिरहेछ साथी हो होइन यस्तो यो पुरा चिप्लिने बाटो हो अलिकति बी केयरफुल भएर चाहिँ यहाँ के अरे चलाउनु पर्ने हुन्छ यो रोडमा चलाउँदाखेरि सो साथीहरू हामी चाहिँ झर्ना अब मजाले खेल्यो होइन रमाइलो गऱ्यो भिडियो खिच्यो एकदम रमाइलो गऱ्यो होइन अनि अब चाहिँ निस्किँदैछौँ यहाँबाट यति राम्रो झर्ना छ तपाईँहरू आउनुहोस् है त साथीहरू हामी चाहिँ आज आएको छौँ माथि शिवपुरी जङ्गल कटेर आइसकेका छौँ यता तलतिर खै कुन झरना भन्ने कुरा झरना छ अरे त्यहाँ जाने भनेर आएको हो होइन अनि एकदम फ्रेस ठाउँ छ क्या यस्तो रमाइलो ठाउँ छ खुसीले गदगद हुने ठाउँ छ यति अब काठमाडौँमा पुरा गरम भइरहेछ भने यता आउने बित्तिकै चिसो हुन्छ भने तर यस्तो बादलले पुरा छेकेको छ आज त अनि हामी चाहिँ अब घुम्नलाई भनेर आएको हो चारजना मिलेर आएको छौँ यता साथीहरू यतातिर छ दोस्त के छ त हौ ठिक छ चलिरहेको छ होइन के कुरा सुकुटी ल सुकुटी चपाउँछु कति मासु खानु यार मासु त खाएको छ ल हाम्रो अर्को नयाँ साथी छ आज फेरि ए त्यही हो क्या गुरुङ गाउँ भन्ने चाहिँ अलि तल हो क्या अरे यही त होइन तल अलि तल हो शिवपुरीको जङ्गल क्या चिसो छ यार यो ठाउँमा त जहिले यस्तै हुन्छ क्या साथीहरू चिसो न चिसो होइन ओ मेरो आँखा देख्नलाई खै त पुरै हुस्सो आएर के हो यार यस्तो हुस्सो आएर थाहा थिएन यस्तो भइरहेछ यो ठाउँमा भन्ने कुरा पुरै अघिसम्म उकालोसम्म पुरा गर्मी थियो यहाँ आएर शीतल चिसो भइदियो है त्यही भएर म राख्छु भनेको थिएँ साथीहरू यो चाहिँ हामी शिवपुरीबाट सिद्ध ओह्रालो झरेपछिको ठाउँ हो जहाँ चाहिँ यहाँनिर टक्क एउटा त्यो चेकपोस्ट छ क्या चेकिङ गर्ने त्यहाँबाट चाहिँ अलिकति अगाडिबाट राइट लागेर आउनुपर्छ गुर्जे झर्ना आउनको लागि चाहिँ त्यो यो बाटो हो होइन तलतिर सिधै यो गाडी गइरहेको ठाउँतिर चाहिँ गुरुङ गाउँतिर सिधा अब उतै पुग्ने भयो नुवाकोट त्रिशुली बट्टार पुग्ने भयो होइन भने यतातिर राइट लागेर आएपछि गुर्जे झर्ना आउँछ मस्तले तपाईँहरू पनि इन्जोय गर्न सक्नुहुन्छ आएर नजिक छ क्या एकदम काठमाडौँदेखि धेरै नजिक अनि फ्रेस पनि छ एकदम हेर्नु न यो कुहिरो बादल यस्तो मस्त भइरहेछ नि गुम्सिएर बसिन रुममा मजाले मोबाइल थिच्दै पल्टिँदै कहिले के गर्दै बस्नुभन्दा यतातिर आउने अनि फ्रेस हुने हो कुरा गर्न पनि पाइयो यस्तो फ्रेस चिजहरू छ क्या यो चिजहरू खान पनि मिल्छ तितेपाती यति मिठो बास्ना आउँछ नि मलाई त तपाईँलाई कस्तो लाग्छ थाहा छैन मलाई त लास्टै मिठो लाग्छ अब रुगो खोकी पनि ठिक हुन्छ क्या फेरि तितेपातीले त अझै पनि खायो भने त यति राम्रो चिजहरू हुन्छ कि भित्रको किराहरू पनि मर्छ क्या खानु म चाहिँ खाँदिनँ खानै सक्दिनँ क्या मैले सुन्न चाहिँ सक्छु अरे यो गाउँतिर स्कुल हो क्या हो त्यो साथीहरू अगाडि भ्लग नेक्स्टको अगाडि बढ्या है अगाडि भ्लग नेक्स्टको मेरो चाहिँ भ्लगको नाम चाहिँ राइट राष्ट्र भ्लग हो है साथ सपोर्ट दिनु होला जे जस्तो सकिन्छ त्यस्तै गरिरहेको छु जे जस्तो हुन्छ त्यही देखाइरहेको छु खिचेर
यो चाहिँ यस्तो छ है टर्निङ, तर बाटो एउटै छ, भुल्दैन। शेरबहादुर दाईको मासु पसल आफै खाएर बस्ने होला। शेरबहादुर, शेर भनेको बाघ हो, बाघ दाईको मासु पसल। गयो ब्लग दौड्यो। डोजरहरू सानोमा यस्तो हेर्नु न हिँड्थ्यो यार, डोजर यार। स्कुल नगई डोजर बाटो खनेको हेर्ने। कता बाइक यतै राख्ने? ए हो, यहाँबाट चाहिँ म चाहिँ अगाडि उता पो पुग्न थालेछु। यता तलतिर रहेछ गाइस होइन। बाख्राहरू आइरहेछ। यस्तो बाटो पो राम्रो हो त यार, मजा आयो। अब कता त फेरि ढलानपट्टि नै हो कि? सही। वास्तवमा यहाँ चाहिँ माछा पाल्ने ठाउँ रहेछ होइन। हामी भन्दा पनि अलिकति तपाईँहरूलाई ट्विस्ट हो कि यहाँ, कहानीमा ट्विस्ट ल्याइदिएको मात्रै हो। यहाँ क्राउड फिस पनि देखाइदिउँ भनेर देखायौँ। अब चाहिँ हामी फाइनली जान्छौँ, झर्ना भएको ठाउँमा जान्छौँ फाइनली। हेर्दै गर्नुहोस्, अलिकति हिँड्नुपर्छ भनेर हिँडिरहेको हो क्या गाइज। बाटो चाहिँ भने जस्तो सजिलो चाहिँ छैन है। यो देखिरहेछ साथी हो होइन, यस्तो यो पुरा चिप्लिने बाटो हो। अलिकति बी केयरफुल भएर चाहिँ यहाँ के अरे चलाउनु पर्ने हुन्छ यो रोडमा चलाउँदाखेरि होइन। म चिप्लिसकेँ तर लड्न चाहिँ लडेन, चिप्लिँदो रहेछ क्या। तर बाइक चिप्लिने भनेपछि त गाह्रो हुन्छ नि यार साथीहरू। तर राम्रो चिज देख्नको लागि फेरि अलिकति गाह्रो पनि हुन्छ क्या, त्यति इजी चाहिँ हुँदैन है। हेर्दै गर्नु होला, म तपाईँहरूलाई सबै देखाउँछु कि डिटेलमा। बाटो चाहिँ यस्तो छ, पुरा बाटो देखाउन सकिरहेन अहिले। आउने बित्तिकै गुर्जे झर्ना देखिन्छ, देख्ने बित्तिकै यता लाने हो फेरि। यो के को रुख हो यत्रो यार? लप्सी हो यो? फल्ने टाइम भएन ल दोस्त। तराईमा पाइन्छ लप्सी? कसरी थाहा भयो त यो लप्सी भनेर? ए हो र, ए लप्सी रुख ए ओके त्यसो भए ल। अब हामी यतातिर दौडिनु पऱ्यो, घन्टङ र घुन्टुङ। बाँधुवा भैँसीलाई छोड्दाखेरि दौडिन्छ त्यसरी दौडिनुपर्छ। वास्तवमा साथीहरू मलाई मेरो गाउँको धेरै याद पनि आइयो क्या अब चाहिँ। किन भन्नु न, ल हेर्नु त यति फ्रेस मकैहरू हेर्नु त। यहाँ मकै यस्तो छ, बाटो हेर्नु न। अनि बर्खामा लाग्ने भनेको यस्तै हो क्या गाउँमा पनि, बादल लागिरहने। सेम मेरो गाउँमा जस्तै कोदो रोप्ने रहेछ यार, मकैको बारीभित्र रोप्ने रहेछ। हामी के हो यार, यतातिर रुदुली भन्ने चिज छ क्या हो? त्यो छैन नि। त्यो जुन फुलेको सुकेको ए हो कि होइन? होइन त्यो भए त लानुपर्ने छ यार। गाँजा खै फेरि हामी कुन निगालो हो नि यो कि कुन? निगालोलाई गाजा भन्थ्यो अरे यार। म सक भइदिएर यार यहीँ हान्दिउँ तान्दिउँ भन्ने जस्तो फिल भइसक्यो ल। हो है, सही हो यार। छुट्टा छिटिक्क पारेको घरहरू। अनि साथीहरू दोस्त के हो, हिँड्न जाने नि क्या हो? त्यस्तो गर्नुहुन्न यार।
त्यस्तो अप्ठ्यारो बाटो आछौँ झर्नामा त नुहाएरै जाने हो ल यो के हो यो के देखे जस्तो लाग्थ्यो के ओ बा दौड्यौँ दौड्यौँ कहाँ गयो रोड रोड गायब ए यही हो झन्डैले गायब भयो रोड पनि ल ओ आयो सम्धी कता हो झर्ना जाने हो के गर्ने नुहाउने हो पेन्टी ल्याएछ पेन्टी खै त नि खट्टु ल्याउन बिर्सेछ यसले के नुहाउँथ्यो त यो अरे सिधै नै कता ओ हेलो झर्ना कताबाट अरे रोड यतातिर चाहिँ जुका पनि आउन सक्छ है गाइस एकदम केयरफुल हुनुपर्छ तर म चाहिँ दान गर्छु क्या रक्तदान गर्छु म त आयो भने त त्यसलाई खाना दिने हो जबरजस्ती भने खान दिन्छु आउनु चाहिँ पर्यो ल है गाइस हामी चाहिँ आज राइड राष्ट्र भ्लग र भ्लग नेक्स्ट र दुईजना सँगसँगै एकै ठाउँमा दौडिरहेछौँ होइन ओहो भगड्यो साथीहरूको एउटा भनाइ छ नि प्रतीक्षाको फल मिठो हुन्छ भन्ने कुरा हामी चाहिँ यस्तरी मेहनत गरेर आइरहेछौँ उता पारि रोड देखाएको छु एउटा त्यो रोड चाहिँ वास्तवमा प्रकृतिले खाने हो मान्छेले खाने होइन डोजरले खाने होइन त्यो रोडमा ओह्रालो चाहिँ आउँछ तर उकालो चढ्दैन भनेर हामी चाहिँ हिँड्दैछौँ क्या त्यसलाई चाहिँ पहिरो गएको भनिन्छ सम्धी कहाँ जाने ल अब खै अर्को चाहिँ कहाँ गयो अगाडि अरे हामी फाइनली हामी 6 जना भएको छौँ अहिले यताको साथीहरू 2टा वाउ यसलाई के भन्नु तपाईहरुतिर हेर्नु त के हो यो ल यस्तो गर्ने हैन आम्बा दामी त खतरा आइजे ओइ थाहा भइसक्यो त्यसलाई ए तरी कहाँ गयो लुक्छ सानो के अरे आई लभ यु यस्तो छ भित्ता नाप्दै आइरहेको फुट त्यो घट्टा पानी घट्टा भन्छ नि यसलाई यहाँ चाहिँ कालिज मारेर च्याट्ट हान्दै पेट्टा पार्ने रहेछ यस्तो दामी ठाउँ छ ल खुसी लाग्छ यतातिर नाप्दै हिँडिरहेछ फेरि यिनीहरू मलाई गाह्रो भइसक्यो झर्न खुसीको माहौलै छैन क्या झर्न देखेर म यस्तो कुदैछु खतरा झर्न छ ओइ सिस्नु यो पोल्छ यार बच्चा सिस्नुबाट आहा ओ नाइस यार फाइनली हामी झर्ना प्रवेश आइपुग्यो यस्तो व्यवस्थित रहेछ नि त हट यतिकै झर्ना भने होइन रहेछ क्या केटा कोही आएन तर मान्छे ओ माइ गॉड ल दामी मजा आयो केटा साथी मजा आयो झर्ना चाहिँ यतिको झर्ना जहाँ पाए त्यहाँ पाउँदैन म हिँड्न गाह्रो ल हो झर्ना एउटा कुरो छ गाइस यो झर्नामा आउनलाई एक्लै चाहिँ नआउनु होला बाटो एकदमै डर लाग्दो छ बाटो एकदमै डर लाग्दो छ गाइस यहाँ यति आनन्द आइरहेछ, ハキラーとたら
यस्तो दामी झरना छ हेरा हो साथीहरू हेर्न सक्नुहुन्छ हामी प्रतीक्षाको फल अनि हामी मेहनत यति खतरा झरना छ सायद त्यति मान्छेहरू आइपुगे छैन होला क्या यहाँ जट लाएर दोष के हो नुहाइदिने हो कतिखेर नुहाउने नुहाउने हो आम्मा हो म त रुगाएर लागेन भने दुःखले पनि पुरा खाइसक्यो के साथीहरू हावाले यस्तो ठेल्छ नि आत्ता हेरौँ साथी हो भ्लग यसरी बनाइन्छ कि भ्लग बनाउन जान्दैन भने सिक्नलाई अब केही समयमा म पहिला सिक्छु अनि त्यसपछि ट्रेनिङ दिन्छु गाइस यस्तोमा त कसरी उभिनुपर्छ भने यस्तो होला हो भ्लग होइन साथीहरू तर कस्तो ठाउँमा छौँ हामी भन्ने कुरा हेर्न सक्नुहुन्छ माथि यतिको राम्रो झर्नालाई यति नजिक भेटिन्छ कसैले भनेर यहाँसम्म आउन सक्दैन काठमाडौँमा सुतेर बस्छ साथीहरू आऊ 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 ल मलाई हेर ल कमान झर्ना कमान है साथीहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ यो चाहिँ गोर्जी झरना हो गोर्जी झरना चाहिँ नुवाकोटमा छ तपाईँको शिवपुरीबाट तल आउने बित्तिकै एउटा चाहिँ ऊ चेकपोस्ट आइपुग्छ चेक गर्ने ठाउँ के अरे पुलिसहरूले चेक गर्न आउँछ त्यहाँबाट अलिकति अगाडिबाट दाहिने लाग्ने हो होइन दाहिने लाग्ने बित्तिकै ओह्रालो आउनुपर्छ क्या आउने बित्तिकै एकैछिनमा आइपुगिन्छ क्या दोस्तो आउनु पऱ्यो घुम्नु पऱ्यो नेचुरलसँग मजाले रमाउनु पऱ्यो होइन नेचरसँग नेचुरल होइन नेचरसँग होइन म फेरि भर्खर भर्खर भ्लग बनाउनु थालेको राम्रोसँग बोल्नै आउँदैन क्या त्यही भएर अलिक गाह्रो चाहिँ हुने हो साथीहरू तर जे छ यस्तो आनन्द आउँछ नि खुसी म अब नुहाउँछु साथीहरू होइन कहाँसम्म कसरी नुहाउने मलाई पनि थाहा छैन यस्तो मजाले एउटा रेडी हुँदैछ नुहाउनको लागि होइन साथी हो रमाइलो क्या साथीहरू मिल्यो भने यो यति अब त मजाले आउन सकिन्छ के आयो ओ के हो के आउँदैछ यता ओहो ओहो के हो खानेकुरा हो क्या हो यो ओइ आँप हेर आँप झर्नाबाट बगेर आएको आँप वा साथी हो धोइदिन्छु म त यार खाइदिउँ होला यम्मी यम्मी यति माथिबाट झर्नाबाट आँप खाउँदा पनि फुटे छैन के तर अलि धेरै नै पाकेर रहेछ कहाँ रहेछ त आँपको बोट माथि छ क्या यार यो रक्तदान रक्तदान गरेको है साथीहरू मैले झर्नामा आएर यति चाहिँ गर्नु पर्यो कहाँ यतिकै नेचरले यति राम्रो झर्ना दिन्छ खतरा चिलाउँछ नि यता पनि सुरु गरिसकेको थियो चिरिक्क आइरहेको के आमामामामामामामा झरनाको चिसो पानी मैया डाँडामुनि ताल पर्यो राम्री त तिमी राम्री मैया मलाई किन गाल पर्यो हावाले त यहाँ त उडाउला जस्तो गर्छ त यहाँ एउटा हिरो है माकस यार नतर्सी गयो साथी आम्मा म तर्सिसकेँ म यार दुख्छ दुख्ने बापरे म सक्छ भने गाई म त यार डर लागिरहेको यार त्यहाँ त जानै पर्छ तर यत्रो दुःख गरेर आइसकेपछि त्यहाँ चाहिँ मैले जानै पर्छ यार कता उता जाला भन्ने कुरा कोही छैन
सो साथीहरू हामी चाहिँ झर्ना अब मजाले खेल्यो होइन, रमाइलो गऱ्यो, भिडियो सिडियो खिच्यो, एकदम रमाइलो गऱ्यो होइन। अनि अब चाहिँ निस्किँदैछौँ यहाँबाट। यति राम्रो झर्ना छ, तपाईँहरू आउनुहोस् है त, आउनुहोस् ल। भोलि पर्सि सबैजना मिलेर आउनुपर्छ अझै पनि। मलाई खबर गर्नु न कहाँ हो झर्ना, त्यो ठाउँको लोकेसन चाहिँ कता हो, कसरी हो जाने भन्यो भने ल म पनि जान्छु नि त भनेर सँगै होइन। टक्क बियर सियर ल्याएर चट्टा हानौँ ल, रमाइलो गरौँ ल साथी हो। आजलाई यति नै, तपाईँहरूलाई मनोरञ्जन भयो कि भएन होइन, अन्तिमसम्म हेरेर साथ दिनु है त। दौड्यो भक दौड्यो झर्नापछि साथीहरू। यस्तो दामी दौडिन्छ अब पुरै छोडौँ। आमामा माथि डाँडा कस्तो राम्रो छ त यार, दामी ठाउँ रहेछ त माथितिर त। कता जाने रे? गुरुङ गाउँ जाने? ल जाऊँ न त। ल ल ल। के भने हो? लिफ्ट लग ए कहाँ जाने रे? सानो भन्छ भने कहाँ हो? हामी त गुरुङ गाउँ जाने हो। ल बस, कसको बस्ने? ल ल जाउँ अगाडि। त्यो बाबुले लिफ्ट माग्यो, स्कुटरमा लिफ्ट दिए हामीले होइन। मेरोमा बस्दा पनि हुन्थ्यो हुन त, अब जसकोमा बसिने एउटै हो। त्यो बाबुलाई बिचरा घरमा छिटो कसरी पुगौँ भन्ने भइरह होला। गुरुङ भाइको खाजाहार, गुरुङ भाइको खाजाहार, गुरुङ दाईको खाजाहार। यही हो क्या सुकुडी पाउने ठाउँ चाहिँ, यता हो। आहा आहा जे जस्तो फाइनली हामी चाहिँ गुरुङमा आएर सुकुटी खाने सोचमा छौँ होइन। अब चाहिँ लगेती नै गरौँ भनेको, फेरि अब सुकुटी आइदिएको खानु पऱ्यो। खाएर चाहिँ अब तुफान घरतिर भाग्नुपर्छ, फेरि ढिलो भइसकेको छ। साह्रो छ, साह्रो साह्रो